हामी बिहान बेलुका हामीले यो एक्सर्साइज गर्यौँ भने हाम्रो धेरै हात खुट्टा दुखेको कम्मर दुखेको धेरै एकदम आराम मिल्छ। यस्तो गर्ने यसलाई दबाउने एकदम दबाउने यसलाई घटीमा पनि हामीले 2-3 देखि 5 मिनटसम्म घटीमा 2 मिनेट त्यहाँबाट बढी 3 मिनेट 5 मिनेट जति सक्नुहुन्छ तपाईँले यसरी यसरी एकदम दबाउने यो जति सक्दो दबाउने भरिसके यसरी हात पनि हल्लाउनुहोस्। यसरी तपाईँले यसो गरेर यसरी हात हल्लाउनु भयो भने पनि हुन्छ। यसरी समाएर बसिराख्नु भए पनि हुन्छ। यो एउटा एक्सर्साइज हो। अर्को यो 2टा अम्लालाई यसरी निकाल्नुहोस् र बुढी अम्लोलाई यसरी 2टा यस्तो गरेर चाहिँ यस्तो गर्ने बन्दुक हाने जस्तो हामीले यसरी पनि यो गर्दाखेरि पनि हामीलाई धेरै आराम हुन्छ। मैले जानेर मैले पनि गर्दैछु यो हैन। मलाई नि बिहान उठ्दा हात खुट्टा कक्रिरहेको हुन्छ र म यो एक्सर्साइज चाहिँ ओछ्यानमै बसेर गर्छु। 1-2वटा एक्सर्साइज गर्छु अनि म उठ्छु अनि मात्रै मेरो हातको नसाहरू ब्लकहरू खुल्छ। यो गरेर गर्नुहोस्। यो 2टा भइहाल्यो अनि यसरी निकालेर धेरै गर्नु। तर मैले देखाउनुलाई थोर गरेर यो 3टा अम्ला अनि यसरी चलाउनुहोस्। यो अम्ला यसरी एकदम यसरी चलाउनुहोस्। यो सबै यो मैले जति नै देखाएछु यो एक्सर्साइजहरू 2 मिनेटदेखि 3 मिनेट कम्तीमा पनि गर्नुपर्छ। यो भइहाल्यो। यो एकदम हातको खुट्टाहरूको सबै नसा ब्लक खुल्नेहरू यो 3टा एक्सर्साइज। अनि यस्तो गर्ने यसो गर्ने एउटा यस्तो गर्नुहोस्। यो अम्ला चलाउनुहोस्। यत्तिकै चलाउनुहोस् अनि यस्तो गर्नुहोस् यस्तो गर्नुहोस् यस्तो गर्नुहोस् यस्तो गर्नुहोस्। यो चाहिँ एकदम हाम्रो यो चाहिँ हात खुट्टाको नसाहरू एकदम जति पनि हाम्रो नसाहरू चाहिँ यसरी हातमा आएको हुन्छन्। हातमा आएर हाम्रो नसा एकदम दुख्ने झमझमाउने पोल्ने जति पनि गर्छ यो नसाकै कारणले गरेको रहेछ। म पनि नसाको पीडित हुँ र म चाहिँ यो बिहान उठेर म 1 घन्टा सबैको लागि 1 घन्टा प्राथमिक दिन्छु। ल हस् त यो लामो भिडियो हुन्छ। म चाहिँ थोरै गरेको छु। यो गर्नुहोस्। हजुरहरूलाई मन परेमा लाइक कमेन्ट गरिदिनुहोस् होला। धन्यवाद। हस् त।